Nimki viral pasal Yegit. पसल चाहिँ बन्द गरिसकेको थिएँ हैन अनि हजुरहरूको चाहिँ धेरैजनाको धेरै गुनासो आयो किन पसल बन्द गर्नुभयो भनेर त्यही भएर मैले पसल फेरि पनि सञ्चालनमा ल्याइरहेको छु। अब यही आउने साउन 1 गते मेरो पसलको ओपनिङ छ। हजुरहरू सबैजना आउनु होला। म हजुरहरूलाई मेरो पसल देखाउन गइरहेको छु। ल यहाँ हेर्न सक्नुहुन्छ मेरो पसल त्यहाँ पछाडि छ। कहाँ चाहिँ यो पसल रहेछ भनेर म हजुरहरूलाई देखाउन गइरहेको छु है साथीहरू। ल साथीहरू हेर्न सक्नुहुन्छ त्यो जिके पुस्तक पसल र प्रिन्स बुटिक भएको घर त्यही अगाडिको हो। त्योभन्दा अलिकति यताभित्र आउनुहुन्छ भने यो मधु मेडिकल छ। मधु मेडिकलको यो गल्ली हजुरहरूलाई थाहा नै होला। उता जानुभयो भने चाहिँ पुष्पाञ्जली बोर्डिङ भेट्नुहुन्छ हैन साथीहरू। त्यही भएर यता अब यो गल्लीभित्र म हजुरहरूलाई गएर देखाउँदैछु मेरो पसल चाहिँ कहाँ रहेछ ठ्याक्कै भनेर हजुरहरूलाई म देखाइरहेको छु है साथीहरू। ल हेर्न सक्नुहुन्छ यो बुटिक छ। बुटिकको ठ्याक्कै पछाडिको सटरमा चाहिँ मेरो पसल रहेको छ साथीहरू। हेर्नु होला हाम्रो यो टिकटकको भाइरल पसल सबैजनाले अझै पनि बिर्सिनु भएको छैन। अहिले पनि धेरै नै माया देखाइदिनुहुन्छ। त्यसैले हजुरहरू अब यो 1 गते आउनु होला सबैजना। ओपनिङ छ 1 गते सबैजना आइदिनु होला है साथीहरू। ल साथीहरू यतिको मैले मिलाइसकेको छु हेर्न सक्नुहुन्छ। मैले सबै चिज मिलाइसकेको छु। सबैजना आउनु होला है साथीहरू। ल हेर्नुहोस् त मेरो पसल साथीहरू सबैजना आउनु होला। हजुरहरूलाई अब ओपनिङको दिन हजुरहरूले अफरहरू पनि पाउन सक्नुहुन्छ। त्यसको भिडियो चाहिँ म अर्को भिडियोमा भन्नेछु के अफर छ भनेर। सबैजना आउनु है सबैजनालाई बाई बाई।